नमस्ते सम्पूर्णमा म सन्दीप श्रेष्ठ हाल दक्षिण कोरियाबाट र एउटा कुरा जानकारी गराउन चाहे। यो ठाउँमा चाहिँ गाडी चढेको पैसा लाग्दैन। यो चाहिँ दक्षिण कोरियाको चुङचङबोक्दो उङसङगुन भन्ने एरिया हो। यहाँ चाहिँ एउटा पनि रेल स्टेसन छैन यहाँ नजिकै। पहिला एउटा कम्पनीले चाहिँ रेल बनाउने भन्ने सर्त गरेको र प्रोजेक्ट पारेको रहेछ। त्यो प्रोजेक्ट चाहिँ आफ्नो समयमा बनाउन नसकेको कारणले गर्दाखेरि अहिले यहाँको जति पनि गाडीहरू छन् हामीले फ्रीमा चढ्न पाइन्छ। यस्तै कुरा हाम्रो नेपालमा पनि लागू भइदिएको भए धेरै राम्रो हुने थियो। हाम्रो नेपालमा कुनै पनि प्रोजेक्ट गर्नु पर्यो भने तल्लो एउटा सानो कार्यकर्तादेखि लिएर माथिल्लो हाकिमसम्मलाई चाहिँ घुस खुवाउनु पर्ने, नमस्ते गर्नुपर्ने, हरेक चाकडी गर्नुपर्ने अवस्थाले हाम्रो देश अलिकति माथि उठ्न नसकेको भन्ने हाम्रो ठाउँमै छ। यो अहिले देखिरहेको गाडीमा जोसुकै चढे पनि फ्री हो, पैसा लाग्दैन। र यो एरियाको लागि चाहिँ त्यसरी सरकारले सहुलियत दिइरहेको छ। आफ्नो ठाउँबाट यसरी सहयोग गर्यो भने अवश्य पनि भोलिको लागि विकास गर्नलाई कसैले बाटो छेक्दैन जस्तो लाग्छ। यही कुरा हाम्रो नेपालमा पनि लागू भइदिएको भए धेरै कुरामा सहजता हुने थियो। र अब अहिले जति पनि उठिराख्नु भएको युवा नेताहरू हुनुहुन्छ, हरेक विकसित देशहरूको हरेक राम्रो कुरालाई चाहिँ सिको गरेर त्यही अनुसारको नेपालमा पनि छिटोभन्दा छिटो विकास भएको हेर्ने धेरै चाहना छ। त्यसको लागि धेरै धेरै शुभकामना पनि छ है त।